ल अब हामी चाहिँ हेमोग्लोबिन टेस्ट गर्दैछौँ र यो हो चाहिँ थर्मोपिपेट अनि यो ड्राफ्टिङ सल्युसन अनि यो स्ट्यान्डर्ड हेमोग्लोबिनको, त्यसपछि डिस्टिल वाटर, यो स्याम्पल अनि त्यसपछि यहाँ छ लार्ज टेस्ट ट्युब हामीसँग 2टा छ। त्यसपछि यो चाहिँ टिप्स अनि 20 माइक्रोलिटरको माइक्रोपिपेट चाहिन्छ। 5 ml मा 20 माइक्रोलिटर स्याम्पल हाल्ने हो। अनि त्यसपछि अब हामी ड्राफ्टिङ सल्युसन निकाल्छौँ। यो थर्मोपिपेटले चाहिँ एकचोटिमा 10 ml निकाल्छ, त्यही भएर हामी चाहिँ 5-5 गरेर हाफ गरेर 5-5 गरेर एउटामा 5 एउटामा 5 हाल्छौँ। 10 तान्छ, त्यसपछि ठ्याक्क 5 सम्म एउटामा हाल्ने, त्यसपछि बाँकी भएको 5 चाहिँ अर्कोमा हाल्ने। तर हामीलाई चाहिने चाहिँ एउटै टेस्ट ट्युबको ड्राफ्टिङ सल्युसन हो। त्यसपछि अब हामी यो EDTA स्याम्पललाई हल्का मिक्स गर्छौँ। मिक्स चाहिँ गर्नै पर्छ, नभए कम आउँछ एचबी। त्यसपछि टिप्स यसरी निकालेर अनि ढक्कन खोल्ने अनि यसरी निकाल्ने 20 माइक्रोलिटर। त्यसपछि यहाँ यसमा चाहिँ ब्लड लागेको हुन्छ वरिपरि कहिलेकाहीँ, त्यो पोस्नुपर्छ हामीले। यतिकै हाल्यो भने फेरि बढी देखाइदिन्छ, त्यही भएर हामीले टिस्यु पेपरले पोस्नुपर्छ। अनि यसरी हालेर हामीले मिक्स गरिदिने अनि त्यसपछि टिप्स फालेर यसरी हातमा यसरी टक 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 पारेर हल्लाएर राखिदिने। अनि त्यसपछि यो हो हाम्रो स्ट्यान्डर्ड हेमोग्लोबिनको। यो चाहिँ डाइल्युट केही पनि गर्नु पर्दैन, डाइरेक्ट क्युवेटमा हालेर चाहिँ हामीले यसको ओडी लिनुपर्छ। त्यसपछि हामीले सधैँ जति बेला पनि हामीले चाहिँ क्युवेट चाहिँ पोसिराख्नुपर्छ। अनि यो 0मा सेट गर्ने, त्यसपछि 23 आयो एकचोटि, 22 अघि नै आइसक्यो, फेरि 22 आयो भनेपछि 22 हाम्रो स्ट्यान्डर्ड हुन्छ। अनि यसलाई वास गर्ने हामीले। अनि हामीले ब्ल्याङ्क चाहिँ हामीले चाहिँ यही ड्राफ्टिङ सल्युसनकोलाई नै मान्नुपर्छ है त। त्यसपछि हामीसँग यहाँ मिक्स अघि यसलाई चाहिँ खास 5 मिनट राख्ने, मैले भन्नु बिर्सेँ। 5 मिनटसम्म राखिसकेपछि चाहिँ हामीले फेरि यसको अब ओडी लिने हो यो स्याम्पलको। त्यसपछि यसलाई पोछेर ग्रिन फिल्टर, यो 540 को ग्रिन फिल्टरमा हामीले यसरी सोरायो। त्यसपछि ड्राफ्टिङ सल्युसनले 0मा ब्ल्याङ्क गरेर फेरि ओडी लिने। स्याम्पलको सोर आयो, 2 चोटि सोर आयो भनेपछि हाम्रो टेस्ट चाहिँ सोर आयो। अब यहाँ हामी क्याल्कुलेसन गर्छौँ। क्याल्कुलेसन गर्दाखेरि चाहिँ एचबी ग्राम पर डिएल इक्वल्स टु टेस्ट बाई स्ट्यान्डर्ड इन्टु 15 हो यो फर्मुला। त्यसपछि टेस्ट हाम्रो आयो 16 अनि स्ट्यान्डर्ड चाहिँ 22 अनि इन्टु 15। अनि त्यसपछि अब हामीले यहाँ क्याल्कुलेसन गर्नुपर्छ है, कति आउँछ हाम्रो एचपी। 16 डिभाइड 22 इन्टु 15 इक्वल्स टु 10.9 भनेपछि हाम्रो एचपी कति आयो 10.9 ग्राम पर डिएल। त्यसपछि नर्मल रेन्ज चाहिँ 12 देखि 14 चाहिँ फिमेलमा अनि मेलमा चाहिँ 14 देखि 16 ग्राम पर डिएल चाहिँ हाम्रो नर्मल रेन्ज हो। यसरी चाहिँ हामीले हेमोग्लोबिन डिटर्मिनेसन गर्छौँ।